एउटा सानो गाउँ थियो। गाउँ हरियालीले भरिएको, शान्त र सुन्दर। तर त्यो समय आजको जस्तो बिजुली बत्ती थिएन। साँझ पर्न साथ गाउँ अँध्यारो हुन्थ्यो। त्यही गाउँमा आदित्य नामको एक केटा बस्थ्यो। ऊ गरिब परिवारबाट थियो, तर उसका सपना भने धेरै ठूला थिए, पढेर केही ठूलो गर्ने। एक साँझ आदित्य घरको सानो कोठामा बसेर सल्लाको दाउराबाट बनाएको झरो बालेर किताब पढिरहेको थियो। अचानक हावाले झरो निभाइदियो। कोठा एक्कासी अँध्यारो भयो। आदित्यले निराश हुँदै भन्यो, आमा, फेरि झरो निभ्यो, अब म कसरी पढ्ने? आमाले केही नबोली भान्साको खोपाबाट एउटा टुकी निकालिन् र बालिन्। सानो उज्यालो बिस्तारै कोठाभरि फैलियो। आमाले मायालु स्वरमा भनिन्, बाबु, जीवन पनि यही टुकी जस्तै हो। आदित्यले अचम्म मान्दै सोध्यो, कसरी आमा? आमाले मुस्कुराउँदै भनिन्, अँध्यारो जति ठूलो भए पनि सानो उज्यालोले त्यसलाई जित्न सक्छ। तिमीले पनि यही उज्यालो जस्तै बन्नुपर्छ, धेरै मेहनत गरेर। आफ्नो मात्र होइन, अरूको जीवनमा पनि उज्यालो ल्याउनुपर्छ। आदित्यले टाउको हल्लायो, हुन्छ आमा। त्यो दिनको कुरा आदित्यको मनमा गहिरो छाप बन्यो। उसले सोच्यो, एक दिन म पनि अरूको जीवनमा उज्यालो बन्नेछु। समय बित्दै गयो, आदित्य हुर्किँदै गयो। उसले धेरै मेहनत गर्यो। कहिले खेतमा काम गर्थ्यो, कहिले गाउँका साना बालबालिकालाई पढाउँथ्यो। त्यसैबाट उसले आफ्नो पढाइ खर्च जुटाउँथ्यो। एक दिन उसको साथी रोशनले सोध्यो, आदित्य, तिमी किन यति दुःख गर्छौ? सहर गएर काम गरे धेरै पैसा कमाउन सकिन्छ। आदित्य मुस्कुरायो, म पैसा कमाउन मात्रै पढिरहेको छैन। रोशन अचम्म पर्यो, त्यसो भए किन? आदित्यले टाढा गाउँतिर हेर्दै भन्यो, म चाहन्छु मेरो गाउँ विकास होस्, हाम्रो गाउँमा कहिल्यै अँध्यारो नहोस्। समय बित्दै गयो। आदित्य पढ्न सहर गयो र धेरै सङ्घर्ष गर्यो, तर उसले आफ्नो गाउँ कहिल्यै बिर्सेन। कयौं वर्षपछि गाउँमा ठूलो हलचल भयो। नयाँ विद्यालय र सोलर बत्ती परियोजना सुरु हुन लागेको थियो। सभामा घोषणा भयो, यो योजना सुरु गर्ने व्यक्ति यही गाउँको छोरा हो। सबै उत्सुक भए। उद्घोषकले मञ्चतिर इशारा गर्दै भने, उहाँको नाम हो आदित्य। सभाभरि जोरदार ताली बज्यो। आदित्य मञ्चमा उभिए। भावुक स्वरमा उनले भने, एक समय हामी यही गाउँमा टुकी बालेर पढ्थ्यौं। आज पनि धेरै ठाउँमा उज्यालो पुगेको छैन। म चाहन्छु हाम्रो गाउँका कुनै पनि बालबालिकाले अँध्यारोको कारण आफ्ना सपना रोक्नु नपरोस्। सभामा उपस्थित धेरैको आँखा रसाए। सबैले ताली बजाए। साँझ पर्दै थियो। गाउँभरि सोलर बत्तीहरू बलिरहेका थिए। पहिले अँध्यारो हुने गाउँ आज उज्यालोले भरिएको थियो। आदित्यकी आमाले छोरातिर हेरिन्, मुस्कुराउँदै भनिन्, बाबु, तिमी नै यो गाउँको उज्यालो बन्यौ। स्याबास। आदित्य मुस्कुरायो। कथाको शिक्षा, सानो प्रेरणाले पनि जीवन बदल्न सक्छ। जो मानिस अँध्यारोसँग हार मान्दैन, उही एक दिन अरूका लागि उज्यालो बन्छ।